आज नै एउटा कुरा सिकाउँछु गाइस, तपाईँहरूलाई थाहा छ आज म एउटा यस्तो एप्लिकेसनको बारेमा भन्न गएको छु, त्यहाँबाट तपाईँहरूले 2 मिनेटमा गीत बनाउन सक्नुहुन्छ कि मतलब जस्तो सुकै खालको गीत 2 मिनेटमा। तर यसको गलत प्रयोग नगर्नु होला प्लिज। सबैभन्दा पहिला तपाईँ आफ्नो प्ले स्टोर या एप स्टोरमा जानुहोस् अनि त्यहाँ सर्च बटनमा थिचेर त्यहाँ सर्च गर्नुहोस् गुगल फ्लो म्युजिक। यस्तो आउँछ, यसलाई डाउनलोड गर्नुहोस्। मैले पहिलेदेखि डाउनलोड गरेर राखेको छु। सो हामी ब्याक आउने अनि त्यसपछि हामीलाई त अब लिरिक्स चाहियो नि, गाना त चाहियो नि। सो हामी त्यसको लागि च्याट जीपीटी प्रयोग गर्छौँ। अब मेरो त्यो च्याट जीपीटी काम गरेको छैन अहिले, त्यही भएर म जेमिनाईले भन्छु एउटा नेपाली सङको लागि लिरिक्स लेखिदिनु भनेर। म यहाँबाट लेखेर अनि त्यसपछि यसलाई पुरै कपी गरेर अनि म जान्छु गुगल फ्लो म्युजिकमा अनि यहाँ आएर म यहाँनिर अब पेस्ट गरिदिन्छु। अब यो एरोको आइकनमा क्लिक गर्ने अनि त्यहाँदेखि तपाईँको 5 to 10 सेकेन्ड लाग्छ। यसले 2 टाइप्सको गीत तयार पार्छ। ल अब थोरै सुनौँ कस्तो कस्तो गीत रहेछ भनेर। तिम्रो आँखाको भाषा बुझ्न मन लाग्छ, यो मुटुको ढोका तिमलाई खुल्न मन लाग्छ। यसलाई डाउनलोड गर्नको लागि यो सङमा क्लिक गर्ने अनि त्यसपछि मोरको अप्सनमा क्लिक गर्ने अनि हल्का स्क्रल डाउन गर्नुभयो भने त्यहाँनिर डाउनलोडको अप्सन रहेछ, त्यहाँनिर क्लिक गर्ने अनि त्यसपछि तपाईँले कुनमा डाउनलोड गर्नुपर्ने छ। मैले MP3 मा गर्छु अनि तपाईँको सङ 2 या 3 सेकेन्डमा डाउनलोड हुन्छ। भिडियो युजफुल लाग्यो लाइक गर्नु होला, प्लस कमेन्टमा आफ्नो गर्लफ्रेन्डलाई ट्याग गर्नुहोस्। तिज आइरहेको छ गीत बनाएर नाच्नु परेन, भिडियो तपाईँहरूलाई पठाउँदैन। यही खुसीमा मलाई फलो गर्नुहोस् है त।